साथीहरू यहाँनिर मसँग टेक्नोसफ्ट सफ्ट भन्ने मैले एउटा डाटा यहाँनिर बनाएको छु जुन तपाईँहरूलाई मैले आजको भिडियोमा हामीले कुनै पनि पसलको अथवा कुनै पनि कम्पनीको सेल्स रिपोर्ट कसरी बनाउने, हामीले कुन महिनामा कतिको कारोबार गऱ्यौँ त कुन प्रोडक्ट कतिको कारोबार गऱ्यौँ भनेर हामीले कसरी छुट्याउन सकिन्छ, मैले आजको भिडियोमा तपाईँहरूलाई यो कुरा समेटेको छु। साथीहरू स्वागत छ, तपाईँहरू यति बेला यो टेक्निकल युट्युब च्यानल र यो टेक्निकल पेजबाट तपाईँहरूले यो भिडियो हेर्दै हुनुहुन्छ। तपाईँहरू जुन च्यानलबाट हेर्दै हुनुहुन्छ उक्त च्यानललाई फलो सब्सक्राइब गरेर हामीसँग जोडिन सक्नुहुन्छ ताकि आगामी दिनमा पनि तपाईँले यस्तै किसिमका भिडियोहरू पाइरहनु हुनेछ। यहाँनिर मैले एउटा टेक्नोसफ्ट सफ्ट भनेर काठमाडौँ नेपाल भनेर बनाएको छु र यहाँनिर मैले सेल्स रिपोर्टको लागि एउटा डाटा लिएको छु। यहाँनिर मसँग प्रोडक्ट छ, मन्थ छ, प्लेस छ र सेल्स छ। यहाँनिर मेरो कम्पनीले प्रोडक्ट किबोर्ड भन्ने प्रोडक्ट चाहिँ जनवरीमा काठमाडौँमा 40,000 को सेल गरेको छ। त्यस्तै गरेर माउस जनवरीमै पोखरामा चाहिँ 30,000 को सेल गरेको छ। मलाई चाहिँ के चाहिएको छ भने अब मैले टोटल किबोर्ड चाहिँ कतिको सेल गरेँ, पोखरा काठमाडौँ गरेर मैले टोटल कति किबोर्ड सेल गरेँ त भन्ने कुरा चाहिएको छ। त्यस्तै गरेर माउस कति सेल गरेँ, प्रिन्टर कति सेल भयो हाम्रो कम्पनीबाट, त्यस्तै गरेर प्रोजेक्टर कति सेल गरियो भन्ने कुरा मलाई यहाँनिर चाहिएको छ। मैले आज त्यो निकाल्न कसरी हामी सजिलै सक्छौँ भन्ने कुरा सिकाउने छु। यहाँनिर मसँग मेसम्मको डाटा छ जुन चाहिँ तपाईँहरूले हेर्नुभयो भने यहाँनिर मसँग मेसम्मको डाटा रहेको छ। डाटाबाट मैले किबोर्ड चाहिँ हामीले कति सेल गरियो त टोटल, अनि माउस चाहिँ कति सेल गरियो टोटल, प्रिन्टर कति सेल गरियो यो कुरा सिकाउने छु। साथीहरू त्यसको लागि सर्वप्रथम त तपाईँले यो डाटालाई सिलेक्ट गर्नुपर्ने हुन्छ। हामीले सर्ट गर्नको लागि सुरुमा हामीले यो डाटालाई सर्ट गर्नुपर्ने हुन्छ। मैले यो डाटालाई सिलेक्ट गरेँ र यहाँनिर म डाटा भन्ने ट्याबमा गएँ। त्यसपछि यहाँनिर तपाईँले सर्ट भनेर देख्नुहुन्छ, यो सर्ट भन्नेमा जानु होला। त्यसपछि यहाँनिर सर्ट बाई भनेको छ। सर्ट बाई चाहिँ मैले प्रोडक्ट अनुसार गर्दै, प्रोडक्ट अनुसार मैले ए टु जेड गरेँ र मैले ओके गरिदिएँ भने अब यहाँनिर किबोर्ड एकतिर, माउस एकतिर, प्रिन्टर एकतिर देखिन्छ र प्रोजेक्टर एकतिर देखिएको। अब यति गरिसकेपछि साथीहरू मैले तपाईँहरूलाई यहाँनिर सिकाउन खोजेको सब टोटल हो। सब टोटलको लागि साथीहरू तपाईँहरूले यो डाटालाई फेरि सिलेक्ट गर्नु, त्यसपछि यहाँनिर सब टोटलमा जानु। सब टोटलमा गइसकेपछि साथीहरू यहाँनिर तपाईँलाई चेन्ज इन भनेको छ, प्रोडक्टको आधारमा मैले गरेँ। के गर्ने भनेको छ, सम गर्ने भनेको छु, सम गर्ने हामीलाई टोटल निकाल्नु छ। यहाँनिर तपाईँलाई के भनेको छ भने सेल्स भनेको छ, हामीले सेल्सको एमाउन्टलाई जोड्ने हो। त्यही भएर मैले सेल्स गरेँ र मैले यहाँनिर ओके गरिदिएँ भने हेर्नु त हाम्रो किबोर्ड टोटल कति भयो भनेर यहाँनिर देखाएको छ। त्यस्तै गरेर तपाईँले माउस टोटल कति गर्नुभयो भनेर यहाँनिर देखाएको छ, प्रिन्टर टोटल कति गर्नुभयो भनेर यहाँनिर देखाएको छ र यहाँनिर प्रोजेक्टर टोटल कति भयो र ग्रान्ड टोटल कति भयो भनेर टोटल एमाउन्ट पनि यहाँनिर देखाएको छ। यति सजिलै तपाईँले धेरै डाटा छ भने पनि सेल्स रिपोर्ट सजिलैसँग निकाल्न सक्नुहुन्छ एक्सलमा हुने एउटा बब्बाल फिचर सब टोटलको युज गरेर। साथीहरू यस्तै एक्सल भित्र भएका विभिन्न प्रकारका फिचर्सको बारेमा तपाईँहरूलाई जानकारी दिँदै जानेछु। तपाईँहरूले युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला, पेजलाई फलो गर्न नबिर्सनुहोला। हस्त, धन्यवाद।